काठमाडौँ सहर हेर्दामा लाग्छ रहर। जसरी नेपालको केन्द्र काठमाडौँ यलखम्मा केन्द्रित जिएनजीहरूको आन्दोलनले पछिल्लो चरणमा खास गरी हामी कहाँ संविधान बाँचेको छ। यसको बीचबाट प्रतिनिधि सभा अर्थात् संसद विघटन भएको छ भने राष्ट्रिय सभा, प्रदेश सभा र गाउँ स्थानीय तह चाहिँ जीवित रहेको अवस्था छ। त्यसको बीचमा हामी सबैलाई अन्यल छ। अब जिएनजी पुस्ताले माग गरेको चाहिँ आन्दोलनको माग कसरी सम्बोधन हुनेछ, यो अन्यलको विषय हो, सबैको चासोको विषय हो। यद्यपि यसको बीचबाट पनि सधैँ नेगेटिभ मात्रै व्याख्या गर्नु हुँदैन, आशावादी बन्नुपर्छ। आज मात्रै अन्तरिम सरकारको 3 जना मन्त्री परिषदमा नियुक्ति हुनुहुने जो मन्त्रीहरूले केही उद्घोषहरू गर्नुभएको छ। नामको पछाडि माननीय नथपिदिनु होला। हामी मन्त्री मात्रै हुनेछौँ, हामी जनताका लागि आएका छौँ। र जसरी कुलमान घिसिङले 3टा मन्त्रालय सम्हाल्दै गर्दा उहाँले प्राप्त गर्ने सबै खालको सेवा सुविधाहरू उहाँले जनताको नाममा जम्मा गर्नेछु भनेर जो प्रतिज्ञा गर्नुभएको छ त्यो अत्यन्तै सराहनीय छ। त्यस्तै अर्थमन्त्रीले पनि कुनै पनि प्रकारको सेवा सुविधा लिन्न भनेर उद्घोष गर्नुभएको छ। यसले 3 करोड नेपालीहरूलाई थप अझ बढी आशावादी बनाएको स्वाभाविक छ भने हामीले स्मरण गर्नै पर्छ यो तिथि हिजो अघिल्लो सरकार जो नेकपा माओवादी केन्द्रबाट सम्मिलित पुष्पकमल दाहालको नेतृत्वमा रहेको मन्त्री परिषदमा नारायण काजी श्रेष्ठ र सुदन किराँतीले पनि सुरुवात गर्नुभएको थियो। त्यसैले यहाँबाट हामी के प्रश्न हुन्छौँ भने परिवर्तन सम्भव छ, सुरुवात गर्नुपर्छ, एक दिन अवश्य यसको चाहिँ निष्कर्षमा पुग्छ भन्ने हामी बुझ्न सक्छौँ। धन्यवाद। लाल सलाम।